हेलो एभ्रिवान के झऱ्यो बाटोमा खटाङमा साउन्ड आएर हामी तल झरेको के झऱ्यो र पवन खोइ यार झरे जस्तो लाग्दैन यार खोइ हामी तपाईँलाई टोलीको केही भयो कि क्या हो त जाउँ त होइन यसो हेरिदिउँ पछाडि क्यामेरा चाहिँ नदिनु रहेछ होइन अगाडि चाहिँ पछि जोड्नुपर्छ सही हो जस्तो honestly झऱ्यो त मैले पनि केही देखेँ गाइस जाममा पऱ्यो 100 सेकेन्ड देखाएको छ यार अझै अघिसम्म त ठिक छ त्यो पुरेश्वर बानेश्वरमा पनि केही भएन यहाँ आएर कोटेश्वरमा चाहिँ गाह्रो छ गाइस दिन त राम्रो हो जाममा पऱ्यो होइन त पवन गाह्रो छ यार त्यही त यार प्रब्लम भयो गाइस हामी चाहिँ आइपुग्यौँ पवन पनि आइपुगिसक्यो हाम्रो माहौल पनि वरिपरिको राम्रो छ भ्यू पनि राम्रो देखिएको छ तर जनताहरू आइपुगेन कहाँ छन् जनताहरू जान्न चाहन्छ जस्तै 2:15 भनेको चाहिँ कहाँ छ त्यो फटा होइन 2:17 भइसक्यो 1:30 निस्किन्छु भनेको कहाँ छ त्यो चोर होइन हुन्छ नि तरिका 2:17 भइसक्यो यार भइसक्यो नि हामी सँगै भेटेर अफिसियली जान लागेका छौँ अब चाहिँ अगाडि हुनुहुन्छ सिङ्गल हर्नेटमा रक्षित बस्नेत मेरो अगाडि पवन म हाम्रो साइडमा पछाडि केटाहरू आउँदैछन् अलिक पछाडि छन् ल केटाहरू ल सही हिरो भन्दै आयो केटाहरू ल गाइस नालाको बाटोबाट हिँड्यो है अब चाहिँ हाम्रो डेस्टिनेसनतिर पछाडि छन् हाम्रो दुईवटा राइडरहरू ब्लगर होइन रिस्क लिएर भ्लग बनाइरहेका छौँ पछाडिका जनताहरूको लागि पनि चोर हुन्छ है त्यही पनि ल हामी चाहिँ पाएर हामी पेट्रोल पम्पमा हाल्दैछौँ अहिले चाहिँ रिफिलिङ तिनटै बाइकको लागि चाहिँ पवनलाई चाहिँ चाहिँदैन पवनसँग छ अरे नालाको बाटो आइयो जे होस् यहाँसम्म आएर बसिया छ सबैजना एभ्रिबडी भेरी नाइस पनौतीको एक्जाम नजिक बनेपाबाट भित्र सिकिसकेको छ रोड पनि दामी लाग्यो माइ लर्ड लाइट्सको यो त सस्मा नलाइकन ज्याकेट खोलेर भ्लग करेन्ट स्ट्याटस हामी पनौती आइपुग्यौँ खाजा खानालाई रोकिया छौँ होइन अलि हल्ला कम भने प्याएर पुप्पु गर्दो रहेछौँ पनौतीमा पनि ठिकै छ धेरै ठुलो चोरको सर बोलायो फेरि निकाल्दैनन् राति बस्नु नदेलान् होइन अहिले यति नै हो होइन मलाई लास्ट तनाव भयो होइन म चाहिँ भ्लग बनाउँदै आउने होइन यसले चाहिँ तेरो उतापट्टि कता छ देखा त तेरो कुच्यो देखा त भिडियोमा प्रुफ लिने हो देखा त यसले खिच्या भने चाहिँ उयो ब्याकग्राउन्डमा छु नि हो यो चाहिँ हाम्रो खिच्या रे यसले यसले यो चाहिँ अगाडि छ यो ब्याकग्राउन्डको यो छ नि हो यो चाहिँ हाम्रो खिचेको रे यसले तरिका हुन्छ यो यही मान्छे हो यसको अनुहार गाइस बट मैले यसपालि चाहिँ ल्यान्डस्केपमा फोटो खिच्नै पऱ्यो भिडियो खिच्नै पऱ्यो यु हेभ टु सी दिस क्या यु हेभ टु सी दिस क्या यस्तो दामी हरियाली प्याडी फिल्ड्स होइन ल यो चाहिँ पागल भयो गाइस पागल भयो यस्तो दामी भ्यू रहेछ कि होइन पागलै भयो क्या म ब्याकग्राउन्ड अन गर्छु है अघिको भिडियोको कन्टिन्युएसन पागल भयो भिडियो पार्ट 2 यस्तो सही कसम यार लास्ट दामी छ लास्टै नै दामी थियो क्या एक्सट्रिमली नाइस फाइनली हामी चाहिँ आनन्द विलास रिजोर्टमा आइपुग्यौँ pretty nice place, I guess, pretty decent. The location is amazing.
भर्खर हामी बाइक पार्क गर्दैछौँ जोस् बाइक पार्क गरेर यो चाहिँ लाइक कार पार्क एरिया प्लस बाइक पार्क एरिया रहेछ होइन प्रिटी नाइस प्रिटी क्वाइट ट्याम बाइकको साउन्ड अफ भइसकेपछि लिटरली केही पनि सुनिएन क्या अब चाहिँ हामी बसेर कफी खाँदै होइन जस्ट कफी यो अलिक हल्का वरिपरिको सराउन्डिङ गाइजहरू होइन म्यामले राख्दै होला अब मेरो भनाइ बिस्तारै आउँछ यसो वरिपरिको भ्यू हुन्छ नि कसको मेन्सन है सही हो मेरै आयो होला है ल हाम्रो यहाँ कान्छा दाइ आयो हाम्रो एग्रोको कान्छा गाइज बिहान उठ्यो होइन बाहिर निस्क्यो 2-4 फोटो खिच्यो अलिअलि थके पनि लाग्यो होला केटाहरू यहाँ यस्तो यस्तो छ स्लो छ यार नेट मान्छे पनि छ होइन नेटको कम्प्लेन पनि हुँदैछ मेन्यु पनि हेर्दैछ हाम्रोमा चाहिँ स्लो छ वाट इज दिस क्या हामीलाई चाहिँ किन हेपिएको छ हामीलाई पनि चाहिएको एनिवेज ठिक छ अब हेरौँ बेलुका लागि डिस्कसनहरू गरिन्छ होइन